हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ नेपाल मेडिकल कलेजको थर्ड इयर एमबिबिएस स्टुडेन्ट हो। हाम्रो कलेजको चाहिँ थोरै फी स्ट्रक्चरको बारेमा चाहिँ म सानो भिडियो बनाउन गइरहेको छु। र हाम्रो चाहिँ कलेजमा चाहिँ फर्स्ट इन्स्टलमेन्ट सुरुमा चाहिँ तिर्नुपर्ने भनेको चाहिँ त्यही भ्यालीभित्रको अनुसार चाहिँ 13,79,363 नै हो। यो चाहिँ हरेक मेडिकल कलेजमा एउटा नै छ। र त्यसपछि चाहिँ एक्स्ट्रा लिने भनेको चाहिँ एउटा भनेको चाहिँ सेक्युरिटी डिपोजिट हो, जो चाहिँ 50,000 हो। र यो चाहिँ रिफन्डेबल हुन्छ, लास्टमा चाहिँ रिफन्ड गर्छ। र त्यहीसँग चाहिँ हाम्रोमा चाहिँ हेल्थ इन्सुरेन्स पनि लिन्छ। यो चाहिँ 30,000 हो, वान टाइम मात्रै तिर्नुपर्छ। र यो एकचोटि तिर्यो भने चाहिँ योबाट गरिने सबै टेस्टहरू, जुन पनि मेडिकल कलेजभित्र गर्ने टेस्टहरू चाहिँ सबै फ्री हुन्छ। अनि औषधिमा पनि 10% डिस्काउन्टहरू चाहिँ दिइरहेको छ। र यो बाहेक चाहिँ हाम्रो कलेजमा लिने भनेको चाहिँ मेस, लोन्ड्री र वाइफाईको भनेर एकमुष्टै एक वर्षको चाहिँ 1,50,000 लिन्छ। र यो चाहिँ हाम्रोमा अहिलेको अनुसार चाहिँ 2 वर्ष जति कम्पलसरी गरिएको छ। र त्यो अनुसार चाहिँ टोटल 3 लाख जति हुने हो 2 वर्षको मेस, लोन्ड्री र वाइफाईको। र यहीसित चाहिँ हाम्रो यता चाहिँ होस्टेल भनेको चाहिँ ए ब्लक र बी ब्लक छ, रेड होस्टेलको। र व्हाइट होस्टेल पनि छ। व्हाइट होस्टेल चाहिँ हल्का एक्सपेन्सिभ देखिन्छ होइन, कम्पेरिटिभली रेड होस्टेल भन्दा। रेड होस्टेल चाहिँ सस्तो छ। रेड होस्टेलमा चाहिँ मेनली फी स्ट्रक्चर भनेको चाहिँ 2,80,000 4 लाखसम्म छ रेन्जिङ। तपाईँ सिङ्गल सिटर बस्ने कि डबल सिटर, र एटेच र नन एटेच दुइटा हेरेर। र हामीले होस्टेल चाहिँ कम्पलसरी नै छ है, 4.5 इयरको लागि बस्नु नै पर्छ। र त्यस्तै गरी व्हाइट होस्टेलको फी स्ट्रक्चर चाहिँ स्टार्टिङ नै 4 लाखदेखि छ। र यदि सिङ्गल सिटर चुज गर्नुहुन्छ भने 7 लाखसम्म नि पुग्न जान्छ। र यो बाहेकको चाहिँ कुनै पनि एक्स्ट्रा चार्जेसहरू चाहिँ यता हाम्रो कलेजले लिने गरेको छैन। र यदि अरू केही क्वेरिजहरू भयो भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।